मौकामा चौका हान्न। यो मुर्दा फेरि आएछ। को हो त्यो मलाई मुर्दा भन्ने? रोम रोम भाइयो। त हो मलाई मुर्दा भन्ने? म होइन नि सर, म मुर्दालाई त मुर्दा भन्दिन। तपाईँ जिउँदो मान्छेलाई कसरी मुर्दा भन्छु र हौ? बात त सही है। तिमीहरूको जिन्दगी मेरो हातमा छ बुझेस। यदि जीवनभर जेलमा सड्नु छैन भने अनुशासित भएर बस। यो भन्दा कति अनुशासित हुनु सर? कि अब जेलभित्र पनि टाइल आएर बस्नु? सर लास्टै भोक लाग्यो हौ। आज मेन्युमा के छ? भ्यागुताको सुप छ, खान्छस्? कि मुसाको सुकुटी खान्छस्? भयो सर भयो, केही नखाने। आज त मेरो व्रत पो छ त, अहिले पो याद आयो। तपाईँलाई थाहा छ सर, हामीले 1 महिनादेखि मासु खाएको छैन। त्यसैले आज बिरयानी बनाउनु रे दाजुले भन्नुभएको। मैले कतिखेर भने? मैले त्यस्तो केही भनेको छैन है सर। जे कुरामा पनि मेरो नाम लाउँछस्। अनि तपाईँले नै भन्नुभएको होइन, मेरो नाम लिएर माग जे पनि पाउँछस् भनेर? कैदीहरूलाई पो माग भनेको त, पुलिसहरूलाई माग भनेको हो र मैले? 1 मिनेट, त कहिलेबाट डन भइस? तँलाई त मन्दिरको पैसा चोर्दै गरेको बेला समातेको होइन हामीले? त्यो म होइन नि सर, तपाईँ झुक्किनु भए जस्तो छ। मेरो अनुहार मात्र चोर जस्तो हो के? त्यसैले त म डन हो। मलाई नडाटे, मेरो नजर चिलको भन्दा तेज छ। त जस्तो चोरलाई त म 4 किलोमिटर टाढाबाट चिन्दिन्छु। भनेपछि यत्रो महिनादेखि यसले मलाई उल्लु बनाइरहेको थियो। ओइ पैसा झिक, मेरो पैसा झिक छिटो। लौ कुन पैसा? कुन पैसा रे? मैले नोकर जस्तो तेरो खुट्टा थिचेको, तेरो टाउको मालिस